Very nice. ल आज हामी एकछिनको लागि वकमा निक्लेको छौँ। एस्तर, इज्जाक, प्रार्थना, माथि प्रसन्न बक्किमेको सानो सनराइज भ्यालीको भ्यू यति राम्रो छ। अनि यहाँनिर एउटा होमस्टे पनि छ, यसो हेर्नु सक्नुहुन्छ। यहाँ माथि त होमस्टे छ, तपाईँको फ्री टाइममा आउनु सक्नु। उकालो छाल्दैछ पनि भनिदिनु तपाईँहरूलाई कस्तो लाग्यो आज यसो? आज हामीलाई चाहिँ होइन, मलाई चाहिँ यहाँको हावा खान एकदम मजा आयो। ल इजाकलाई कस्तो आयो? इजाको भनिदिएर यहाँ होइन मजा आयो गाइस। हाम्रो इन्डोनेसियाको मान्छे ऊ माथि, इन्डोनेसियाको पनि छ एकजना माथि छ घुम्दैछ है। त्यो मान्छेलाई एकछिन खोज्दैछ हामीले। त्यो डकहरू छ, यहाँ स्विमिङ पुल बनिँदैछ। So we can see मास्तिर तामसाङ, सुकिया, मेम कमानदेखि लिएर माले बङचुङ सबै भ्यू देख्न सक्छौँ। ल प्रसन्न स्विमिङ गर्नु गइरहेको छु भित्रपट्टि, एकदमै राम्रोसँग स्विमिङ गर्दैछ। खालि स्विमिङ पुलभित्र इजाकले त त्यसरी डाइभ दिइसक्यो। पछिल्लो सबैजना हाम्रो फोटो खिच्दै एउटा काममा इजाको त उड्दै गएको फोटो पनि। हामी वकिङ हुँदैछ हाम्रो केता पनि, त्यो दुईजना अगाडि पुगिसक्यो। केरा आफ्नो ड्रममा हलिरहेको छ। पाली माले बङहरू भ्यू, रुख पानीहरू, गाछको टायरको काम चलिरहेको छ। भ्यू अफ बस्ती एरिया एकदमै दाइँ तलपट्टि देखिरहेको छु। बाछा पनि रहेछ। डकको रिपेयरिङ चल्दो रहेछ। यस ठाउँबाट चाहिँ पानीलाई ब्लक गर्ने प्लेट हामी देख्छौँ। अहिले पानीको यो डक बनिँदै रहेछ, सब सिमेन्टेड गरेको छ। सो एकदम सबजना रमाइलो आज हाम्रो वक भएको छ। एकदम रमाइलो वक हुँदैछ। हामी यो डक हुँदै हुँदै आएपछि यसको मेन जाने पानी स्टोरेज हुन्छ, ट्याङ्क त्यस ठाउँमा आइपुग्यो। टोटली ट्याङ्क अहिले रिपेयरिङ चल्दो रहेछ, बन्द छ। एकदमै भ्यू राम्रो छ यहाँको। It's a low railing. Thank you. दामी यहाँ इजाक दादा र हिँड्दैछ। एकदम एक्सपिरियन्स गर्दैछ, खतरोका खेलाडी भन्दै सबजना। चारवटा खालि चल्किरहेको चाहिँ दार्जिलिङ थाकिसकेर अब हामी चौतारामा बिसाइरहेको छ। ल ओ सेल्फी पनि ट्याङ्कीको यहाँबाट हेर्छौँ। स्विच अलरेडी टोटली एम्टी अन्डर रिनोभेसन। दिन बित्यो, एकदम एक्सर्साइज आज हाम्रो सबैजनाको। ओके ल अब हामी यहाँ यसो कोल्ड ड्रिङ्क्सहरू लिने सबजना यहाँ गाउँको दोकानमा। सो लु तिमीहरू वाट डु वान्ट टु टेक?
Extra? Oh, that is very smartness. मौकामा चौका मारिदिया अब हामी आजको यात्रा हाम्रो वक सिद्धियो मजा आयो भ्यू पनि मजा आयो